वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आज चाहिँ हामीहरू दुबईको फेमस ओल्ड एन्ड टेलेस्ट्री टावर घुम्न जाँदैछौँ। हामीहरू चाहिँ टर्मिनल 1बाट गयौँ होइन, पछि हामीहरू सिधै लाग्यौँ बुर्ज खलिफा मेट्रो स्टेसनमा झऱ्यौँ। त्यहाँ पुगेपछि हामी एक्जिट 1बाट बाहिर निस्क्यौँ। त्यहाँ चाहिँ हामीलाई पहिलेदेखि नै दुईजना साथीहरूले वेट गरिरहेका थिए। हामी त्यहाँ पुग्यौँ होइन। ओएमजी फर्स्ट टाइम नजिकैबाट त्यहाँको भ्यू हेर्दा त एब्सोल्युटली एमेजिङ लाग्यो। क्यामेराले क्याप्चर गरेको भन्दा त सो डिफ्रेन्ट। त्यो देखेपछि हामी फोटो र भिडियो खिच्न यति धेरै एक्साइटेड भयो। यु नो गाइज, दिस टावर इज 828 meters tall, has to more 160 floors. The tower was officially opened 2028. You know, is one of the most famous and tourism attraction in the world. त्यसपछि हामीहरू लाग्यौँ विन्ड्स अफ मेक्सिकोतिर। त्यहाँ पुग्यौँ होइन। त्यहाँ चाहिँ लाइन थियो, हामीले पेसेन्स राख्दै हाम्रो पालो पर्ख्यौँ। त्यसपछि हाम्रो पालो आएपछि हामी सबैजनाले पालो पालो गर्दै फोटो भिडियो खिच्यौँ। त्यसपछि चाहिँ हामी दुबई फाउन्टेन वाटर सोतिर लाग्यौँ। यो चाहिँ अलि बेलुका भएपछि मात्रै सुरु हुने रहेछ। हेर्नुहोस् न गाइज, वाउ, द वाटर मुभ पर्फेक्टली विथ द अराबिक म्युजिक, क्रिएटिङ अ म्याजिकल, इट्स अमेजिङ एक्सपिरियन्स। त्यसपछि हामी फोटो खिच्यौँ, भिडियो बनायौँ। रियली गाइज, हामीले एकदमै इन्जोय गऱ्यौँ होइन त्यो डान्स पनि। त्यसपछि हामी फोटो खिच्यौँ, भिडियो बनायौँ अनि धेरै थाकेकोले अब घरतिर लाग्यौँ होइन। हामी एकदमै थाकिसकेका थियौँ। लिफ्टमा पनि यसरी उभिन नसक्ने अवस्था थियो। त्यही भएर हामी बसेर लिफ्ट तिनजना उस्तै फनी टाइपको भयो भने धेरै रमाइलो हुँदो रहेछ गाइज। त्यसपछि बाटोमा यो फुल देखेर फेरि यहाँ फोटो खिच्न थालिहाल्यौँ। अनि यहाँ यो फोटो खिच्दाखेरि यसले मलाई पोज सिकाउँदै थिए है। एकदमै रमाइलो भयो यो फ्लावरमा। सबैजनाले यहाँ पनि हामीले पालो पालो फोटो खिच्यौँ। यसरी चाहिँ हाम्रो आजको डे कम्प्लिट भयो। इफ यु इन्जोय दिस ब्लग, डोन्ट फर्गेट लाइक एन्ड फलो। सी यु नेक्स्ट ब्लग विथ माई अनदर एक्साइटिङ पार्ट।